हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस भिडियोमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले खुलाएको विज्ञापनको बारेमा जानकारी दिनेछु। फर्म कसरी डाउनलोड गर्ने, सिलेबस कसरी डाउनलोड गर्ने सम्पूर्ण जानकारी दिनेछु। भिडियो स्किप नगरी हेरिदिनुहोला। भिडियो मन पर्यो भने लाइक गर्नुहोला, साथीहरूसँग सेयर गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनुहोला। प्रकाशित मिति 2082 साल 3 महिना 2 गते रहेको छ। नेपाल राष्ट्र ब्याङ्कबाट घ वर्गको वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त। हाल 73 जिल्लामा 158 शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको यस वित्तीय संस्थामा देहाय बमोजिमका योग्यता पुगेका ग्रामीण क्षेत्रमा काम गर्न प्रतिबद्ध इच्छुक तथा अनुभवी नेपाली नागरिकहरूबाट मिति 2082 साल असार 16 गते भित्र यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय सीता पाइला काठमाडौँ वा इमेल vacancy@deproxbank.com.np मार्फत आइपुग्ने गरी आफ्नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपि स्वयं प्रमाणित गरी वित्तीय संस्थाले तोकेको ढाँचामा रित्तपूर्वक दरखास्त आह्वान गरिन्छ। पद कनिष्ठ कार्यक्रम सहायक रहेको छ। सङ्ख्या 40 जना। श्रेणी सहायक। शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्था वा बोर्डबाट न्यूनतम एसई वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। नेपाल बाहिरको शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएमा समक्षता प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ। 10+2 वा सो सरह उत्तीर्ण गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। अनुभव दरखास्त दिने अन्तिम मितिमा लघुवित्त संस्थामा लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम 6 महिना कार्य अनुभव भई कार्यरत रहिरहेको हुनुपर्नेछ। कम्प्युटर सम्बन्धी दक्ष मोटरसाइकल चालक अनुमति पत्र प्राप्त भएका उम्मेदवारलाई प्राथमिकता दिनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ। उमेर 18 वर्ष पुरा भई 35 वर्ष ननागेको, महिलाको हकमा 40 वर्ष ननागेको हुनुपर्नेछ। छनौट सूचीमा रित्तपूर्वक प्राप्त दरखास्तहरूमध्येबाट संस्थाले निर्धारण गरेको मापदण्डको आधारमा छानबिन गरी छनौट सूची तयार गरिनेछ। छनौट सूचीमा परेका उम्मेदवारहरूलाई मात्र परीक्षा दस्तुरले लिखित परीक्षामा सहभागी गराइनेछ। लिखित परीक्षा हुने मिति, स्थान र समय स्थानको वेबसाइटमा प्रकाशन गरिनेछ। यदि तपाईँ सर्टलिस्ट हुनुभयो भने तपाईँलाई परीक्षा दस्तुर 300 रुपियाँ बुझाउनु पर्ने हुन्छ अनि मात्र तपाईँ लिखित परीक्षामा सामेल हुन पाउनुहुनेछ। लिखित परीक्षामा उत्तीर्ण हुनु भएपछि अन्तर्वार्तामा सहभागी हुन पाउनुहुनेछ। अन्तर्वार्ता परीक्षाबाट योग्यता क्रमको आधारमा सिफारिस भएका उम्मेदवारलाई मात्र कनिष्ठ कार्यक्रम सहायक पदमा परीक्षण कालमा नियुक्ति गरिनेछ। यहाँ भनिएको वेबसाइटको लिङ्कबाट हामीले एप्लिकेसन फर्म डाउनलोड गर्न सक्छौँ र सिलेबस पनि डाउनलोड गर्न सक्छौँ। एप्लिकेसन फर्म र सिलेबस डाउनलोड गर्नको लागि क्रोम ब्राउजर ओपन गर्नुहोला। डिप्रोस लघुवित्त वित्तीय संस्था लिमिटेडको अफिसियल पेज ओपन गर्नुहोला। यस आइकनमा क्लिक गर्नुहोला। क्यारियर्स भन्ने अप्सनमा क्लिक गर्नुहोला। भ्याकेन्सी भन्ने अप्सनमा क्लिक गर्नुहोला। देख्न सक्नुहुन्छ म्यानेजमेन्ट ट्रेनी एप्लिकेसन फर्म र ट्रेनी एसिस्टेन्ट एप्लिकेसन फर्म भनेर यहाँ सो भएको छ। जुन फर्म डाउनलोड गर्न चाहनुहुन्छ त्यसमा क्लिक गरेर डाउनलोड गर्नुहोला। यस फर्ममा पासपोर्ट साइजको फोटो टाँच्नुहोला र तस्बिर र फारममा पर्ने गरी आफ्नो सिग्नेचर गर्नुहोला। यो फर्ममा सोधिएको सम्पूर्ण विवरण फिल गर्नुहोला। स्क्यान गरी सेभ गरेर राख्नुहोला र विज्ञापनको सूचनामा भनिएको जिमेल आइडीमा तपाईँले आफ्नो डकुमेन्टहरू सबमिट गर्नुहोला र एप्लिकेसन फर्म पनि सबमिट गर्नुहोला। सिलेबस डाउनलोड गर्नको लागि फेरि यस आइकनमा क्लिक गर्नुहोला। क्यारियर्समा क्लिक गर्नुहोला। सिलेबसमा क्लिक गर्नुहोला। सिलेबस इन्टर्नल भनेर रहेको छ, यसमा क्लिक गर्नुहोला र तपाईँलाई जुन पदको सिलेबस चाहिएको छ यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ। सो के यस प्रकारले तपाईँले सिलेबस डाउनलोड गर्न सक्नुहुन्छ। फर्म पनि इजिली डाउनलोड गर्न सक्नुहुन्छ। भिडियो जानकारी लाग्यो भने प्लिज भिडियोलाई लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् एन्ड च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनुहोस्। हस्त धन्यवाद। अर्को विज्ञापनको भिडियो लिएर उपस्थित हुनेछु।